नमस्ते सबैजनालाई वेलकम टु माई च्यानल। आज चाहिँ मैले यो दसैँ तिहारमा टिकट काटेर राख्नुको लागि कस्तो खालको टिकटहरू चाहिँ काट्दाखेरि बेस्ट हुन्छ त, सस्तोमा टिकट काटेर राख्दाखेरि दसैँ तिहारमा तपाईँ नेपाल जाने हुनुहुन्छ र त्यतिखेर लगभग टिकट किन्दाखेरि अहिलेको तुलनामा ठ्याक्कै डबल हुन्छ। जस्तो अहिले 1.5 लाखको टिकट छ भने त्यो बेला 3 लाख मजाले पुग्छ। दसैँ तिहार आउनु त धेरै अगाडि धेरै समय बाँकी छ, तर पनि दसैँ तिहारको अफर भनेर ट्राभल एजेन्सीहरूबाट आइसकेको छ। दसैँ तिहारको अफर भन्ने हुँदैन, त्यो चाडपर्वको अफर भनेर कहीँ पनि लेखेको हुँदैन। जोस् दसैँ तिहारको लागि भनेर मान्छेहरूले टिकट बुकिङ गर्नु चाहिँ स्टार्ट गरेको हो। यहाँनिर एयरलाइन्सले हाम्रो दसैँ र तिहारको लागि भनेर हैन कोटा छुट्याइदिएको होइन, तर मान्छेहरूले त्यो बेला महँगो हुन्छ, त्यसो हुँदाखेरि अहिले नै किनेर राखौँ भन्ने मनसायले टिकटहरू बुकिङ गर्नु थाल्नु भएको छ। त्यसो हुँदाखेरि तपाईले पनि टिकटलाई बुक गरेर राख्दाखेरि त्यो एक किसिमको ठुलो इन्भेस्टमेन्ट हो है। मैले चाहिँ त्यसलाई त्यो तरिकाले लिइरहेको छु र अगाडिदेखि भनि पनि रहेको छु, तपाईँ दसैँ तिहारमा जाँदै हुनुहुन्छ भने कृपया टिकटहरू लिनुहोस्। कसैलाई भनिरहनु पर्दैन, अनलाइनमा आफैले टिकट लिनुहोस् है। त्यसलाई क्यान्सल गर्दाखेरि इफ तपाईँ जानु पाउनु भएन भने त्यसलाई क्यान्सल गरिदिने र त्यसको केही हिस्सा काटेर होइन, जस्तो एजेन्सीहरूबाट काट्दाखेरि ठुलो मात्रामा तपाईँको 40% अथवा 50 नै जाने सम्भावना हुन्छ। तर तपाईँले अहिले जसरी एउटा म त्यो एप तपाईँलाई इन्ट्रोड्युस गराउँछु, सबैलाई थाहा छ trip.com बाट मात्रै म सिकाउँछु र त्यसमा चाहिँ तपाईँले त्यो एउटा सुविधा छ फ्लेक्सिबिलिटी भन्ने, त्यसलाई एड गरेर टिकट लिनुभयो भने तपाईँलाई के हुन्छ भने पछाडि कुनै पनि टिकटहरू क्यान्सल गर्दा चेन्ज गर्दा त्यसले जति भनेको छ त्यति नै नभए पनि त्यस्तो धेरै एक्सपेन्सिभ हुँदैन। दसैँ तिहारको बेलामा चाहिँ चेन्ज गर्नु खोज्दाखेरि मलाई लागेको कुरा चाहिँ तपाईँले दसैँ तिहारको बेलामा चेन्ज गर्नु खोज्नु भने त्यो चाहिँ लगभग इम्पोसिबल पनि हुन्छ, किनभने त्यो बेलाको टिकटको मूल्य अहिलेको भन्दा धेरै हाई हुन्छ र अहिले काटेर हामीले फ्लेक्सिबिलिटी एड गरेर काटे पनि त्यो बेला तपाईँलाई 2-3 स्टप्सको त्यो ट्रान्जिट दिने हुन्छ क्या। सो चेन्ज गर्दा चाहिँ निकै गाह्रो हुन्छ हैन, भनेको पैसाभन्दा धेरै पनि आउन सक्छ, तर क्यान्सल गर्दाखेरि चाहिँ यसले जति भनेको छ त्यति पैसा काटेर तपाईको क्यान्सल हुन्छ। सो हामीले आज चाहिँ कसरी सस्तो टिकटलाई विथ फ्लेक्सिबिलिटी एड गरेर त्यो टिकट काट्ने र दसैँ तिहारको लागि अहिले नै प्रिपेयर हुने भन्ने चाहिँ यो भिडियोमा रहेको छ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र तपाईले सब्स्क्राइब गर्नुभएको छैन भने गरिदिनुस् ल, मेरो आग्रह त्यति चाहिँ। सो ढिलो नगरिकन अब हामी चाहिँ के गर्छौँ भन्दाखेरि दसैँ तिहारको टिकट कसरी काट्ने त, लेट्स स्टार्ट। र मैले चाहिँ आज यो फोनबाट बनाउँदैछु, तपाईँसँग ल्यापटप छ भने पनि त्यही तरिका हो र यसलाई चाहिँ तपाईँले अन्तिमसम्म हेर्दै, मैले जसरी गर्दैछु तपाईँ पनि पज नगरिकन हेर्दै काट्नुभयो भने अन्तिमसम्ममा तपाईँले पनि के गर्न सक्नुहुन्छ, टिकटलाई कम्प्लिट गर्न सक्नुहुन्छ। र सबैभन्दा सुरुमा तपाईले यो trip.com भन्नेलाई ओपन गर्नु होला र trip.com लाई ओपन गरिसके पछाडि तपाईले के गर्ने भन्दाखेरि यस्तो खालको इन्टरफेस खुल्छ। तपाईले फर्स्ट आफ्नो एकाउन्टहरु बनाउनु होला। एकाउन्टमा गएर छैन, बनाउनु भएको छैन भने प्रपरली कसरी बनाउने मेरो भिडियो छ युट्युब च्यानलमा, यही युट्युब च्यानलमा तपाईले त्यो भिडियो गएर हेर्नु होला। मैले त्यो भिडियोलाई राखी पनि दिनेछु। अनि त्यसपछि यो फ्लाइट्स भन्नेमा टिक गर्नु होला। अब यो फर्स्टमा के गर्ने भन्दाखेरि मैले चाहिँ यहाँनिर इन्चनबाट गरेँ र काठमाडौँको लागि। कहिले भन्दाखेरि दसैँ तिहार लगभग तपाईको कहिलेतिर छ भन्दाखेरि अक्टोबरको ल हामीले कहिलेतिरबाट हेरौँ 15बाट हेरौँ ल। दसैँ तिहार यतिखेरबाट सुरु होला है, नोभेम्बरको 30 सम्म ल। अब यसो गरेर तपाईको फ्यामिली कतिजना छ, कतिजना जाँदै हुनुहुन्छ है, त्यस्तो गर्नको लागि यहाँनिर यो मान्छे जस्तो सिम्बलमा ट्याक थिच्ने। अनि त्यसपछि अडल्ट्स हो भने चाहिँ तपाईको कतिजना हो, 1 2 3 4 कतिजना जाने हो टक थिच्नु होला। अनि त्यसपछि बच्चा चिल्ड्रेन चाहिँ 2 देखि 11 वर्षसम्मको चिल्ड्रेन अन्तर्गत पर्छ। त्यसको लागि कतिवटा चिल्ड्रेन छ तपाईले त्यसरी टिक गर्नु होला, छैन भने 0। त्यसपछि इन्फेन्ट्स अन ल्याप, त्यो तपाईको काखमा सुत्ने बच्चा 2 वर्षभन्दा अन्डर 2 इयर्सको छ भने चाहिँ यहाँनिर टिक गर्नु होला। त्यसपछि कन्फर्म गर्नु होला।
अनि इकोनोमीमा तपाईँ केमा जाने विचार गर्दै हुनुहुन्छ है? इकोनोमीमा हो कि प्रिमियम इकोनोमी, अब केमा जाने? बिजनेस फर्स्ट क्लास होइन, केमा जाने तपाईँ? त्यसमा टिक गर्नु होला। म चाहिँ जहिले इकोनोमीमा हेरिरहेको हुन्छु। सो हामीले त्यस पछाडि सर्च गरिदिने है। त्यो बेलाको टिकट अहिले नै यति महँगो छ कि यो साउथ एन्डमा 1,40,000 समथिङ नेपाली छ है। यो पछाडि एड पनि हुनसक्छ। कसरी भन्दाखेरि यहाँनिर टिक्क गर्ने बिचमा है, यहाँ टिक्क गर्ने, यो टिक्क गरिसके पछाडि अब हामीले यो 0 भएको खोज्नुपर्छ है। 0 भएको यो कोरियन वन 0 भनेको यसले फ्रीमा फर्काउँदैछ, तर यो थाई एयर एसिया रहेछ है। यसो हुँदाखेरि अब हामीले चाइना साउथ एन्डकै खोज्ने, त्यसो गर्दाखेरि पोलिसी मिल्छ। सो हामीले चाइना साउथ एन्डको यहाँ प्लस 18,000 थपिन्छ रहेछ क्या। ल त्यसो गर्दाखेरि कति पुग्यो? जाँदाखेरि 1 घन्टा 55 मिनट अनि फर्किँदाखेरि 3 घन्टा 15 मिनट भनेको छ। अक्टोबर 15मा गएर हामी कहिले? नोभेम्बर 30मा फर्किँदैछौँ। र जहिले पनि यो हेर्नु होला, नो निड टु कलेक्ट एन्ड रिचेक ब्यागेज भनेको छ भने पछाडि तपाईँले के गर्नु पर्यो? यो टिकट ब्यागेज चाइनामा गएर कलेक्ट हुँदैन रहेछ, डाइरेक्ट नेपालमा पुग्ने रहेछ भनेर बुझ्नु पर्यो। त्यस पछाडि फर्किँदाखेरि पनि डाइरेक्ट कोरिया आइपुग्छ भनेर, अथवा तपाईँको जुनसुकै कन्ट्री, यो कोरियाको मात्रै होइन है, सबै देशको एउटै हुन्छ ल, तरिका एउटै हो है। त्यस पछाडि अब हामीले के गर्ने भन्दाखेरि ट्रान्जिट पनि हेऱ्यो, यो पनि हेऱ्यो है। थोरै तल जाने, यो 15,92,000 कोरियन वन भनेको नेपाली समथिङ 1,60,000 हो है। 1,60,000 को टिकटमा के छ भन्दाखेरि पर्सनल आइटम इन्क्लुडेड क्यारी अन ब्यागेज 8 केजी भनेको, यो पर्सनल आइटम सहितको ह्यान्ड क्यारी 8 केजी हो। इन्क्लुडेड भनेको चाहिँ यसमा यो दुईटामा यति भनेको हो है। अनि त्यस पछाडि चेक्ड ब्यागेज भनेको एउटा 23 केजीको छ यो। अर्को भनेको यो स्टुडेन्ट टिकट्स भनेको छ 1644 छ। डबल ब्यागेज छ 2x2, तर यसको तपाईँले जो पाए त्यही सामान्य मान्छेले काट्नु पाउनुहुन्न। यसमा स्टुडेन्टको लागि मात्रै हो, स्टुडेन्टको आइडी कार्ड आवश्यक हुन्छ। अनि यहाँ नजिक के भनेको छ? चेन्ज फी 3 मान भनेको कोरियन वन 3 मान भनेको चाहिँ तपाईँको नेपाली 3,000 हो क्या। अनि त्यस पछाडि क्यान्सलेसन चाहिँ फर पार्ट अफ द आइटिनरी भनेको यो तपाईँको यो फर्स्ट टिकट तपाईँले काट्दै हुनुहुन्छ भने के, फर्स्ट टिकट काट्दै हुनुहुन्छ भने तपाईँको कहिलेकाहीँ चाहिँ फ्रीमा क्यान्सल पनि हुन्छ होइन। अनि कुनै कुनै टिकटहरू चाहिँ क्यान्सल गर्नु मिल्ने पनि हुन्छ, तर यसमा मैले यहाँ खोज्दैछु के भन्दाखेरि चाहिँ नन रिफन्डेबल भनेर खोज्दैछु क्या। नन रिफन्डेबल कुनैमा आउँछ आउँदैन भनेर म खोज्दैछु। म अर्कोमा जान्छु ल, किनभने नन रिफन्डेबल छ भने त्यो टिकट काट्नु हुँदैन। यो चाहिँ चाइना साउथ एन्डको भयो होइन। ल चाइना साउथ एन्डकै म अर्कोमा गएँ। चाइना साउथ एन्ड तपाईँ अहिलेकैमा अल्झिनु नअल्झिकन जानु सक्नुहुन्छ है। तपाईँ त्यहीँ बसिराख्नु होला, अहिलेकैमा बसिराख्नु होला। मैले तपाईँलाई जस्ट देखाउनु खोजेको है। ल एयर इन्डियालाई मैले क्लिक गरेँ, म फेरि त्यो अहिलेकैमा आइपुग्छु ल, तपाईँ कतै नजानु होला। जस्तो यो चाइना एयर इन्डियाको यो नो निड टु कलेक्ट एन्ड रिचेक, यो पनि नो निड टु, ठिक छ होइन। 23 केजी ब्यागेज छ। अनि के भनेको छ? यो नन रिफन्डेबल। तपाईँले क्यान्सल गर्नु खोज्नुभयो भने यो रिफन्ड हुँदैन। चेन्ज गर्नु खोज्दा पनि 71,000 नेपाली लाग्छ। यसलाई भरिसक हेर्दै नहेर्ने। नेक्स्ट यो 1,31,000 को थियो, यो 1,33,000 छ। यो 1,33,000 कोमा चाहिँ के छ भन्दाखेरि 23 केजीको ब्यागेज छ, यो पनि नन रिफन्डेबल छ। त्यो बेला तपाईँले क्यान्सल गर्छु भन्नु भने पैसा आउँदैन। तर चेन्ज गर्छु भन्दाखेरि 1,13,000 नेपाली मात्रै के भन्छ कोरियन वन, जुन नेपाली 11,320 जस्तो पर्न आउँछ। तर 1,66,000 वाला नेपालीको डबल ब्यागेज पनि छ। यसमा क्यान्सल गर्दा जम्मा नेपाली 1,600 काट्छ र चेन्ज गर्दा पैसा लाग्दैन। भनेको यस्तो टिकट चाहिँ दसैँ तिहारको लागि बेस्ट हुन्छ। बुझ्नुभयो? यस्तो टिकट्सहरू दसैँ तिहारको लागि बेस्ट हुन्छ। सो तपाईँले के गर्ने भन्दाखेरि यो खालको टिकटहरू अलिकति महँगो भएर तपाईँलाई केही फरक पर्दैन, किनकि दसैँ तिहारको बेलासम्म तपाईँको कन्डिसन जेसुकै हुनसक्छ क्या। तपाईँको कन्डिसन जस्तो सुकै हुनसक्छ। सो हामीले टिकट चाहिँ कस्तो खालको काट्ने भन्दाखेरि यो स्टाइलको काट्ने हो। के भएको छ भन्दाखेरि अब तपाईँ अहिलेको छोडेर यहाँ आउनु होला।
है यो एयर इन्डियामा जानु होला। सुरुमा के गर्ने भन्दाखेरि त्यही अघिकै ठाउँबाट चाहिँ सर्च गरेर यो एयर इन्डियामा ट्याक्क थिच्ने। त्यस पछाडि यो एयर इन्डियामै 0 देखाइरहेको छ, 01 भने पछाडि 01 भएको जुनसुकै यो कम ट्रान्जिट छ, यो अलि धेरै ट्रान्जिट छ हैन। जस्तो तपाईँ एयर इन्डियामा गएर थाइल्यान्डमा फर्किन्छु भन्नुहुन्छ भने 24,000 थप गर्नुपर्छ। हामी किन थप्ने भन्दाखेरि जस्ट एयर इन्डियामै गरेर हामीले क्लिक गरेर यो खालको नकाट्नु होला, यो खालको काट्दै नकाट्नुहोस् भन्छु म। जस्ट ठ्याक्कै यो क्यान्सलेसन फी कम्ती भएको है अनि चेन्ज फी 0 भएको यस्तोलाई काट्नु होला। र डबल ब्यागेज चाहिँदाखेरि 1450 को यदि तपाईँ क्यान्सल गरिदिनु म 100% जान्छु भन्नुहुन्छ भने यो खालको काटेर राख्दा पनि हुन्छ, केही फरक पर्दैन। डबल ब्यागेज छ हेर्नुहोस्। तर मैले चाहिँ के रिकमेन्ड गर्छु भन्दा दसैँ तिहारको लागि हामी जानुलाई धेरै छ नि त, सो हामीले यसलाई सेलेक्ट गरिदिन्छौँ। सेलेक्ट गरिसके पछाडि अब हामी के गर्छौँ भन्दाखेरि यो एड प्यासेन्जर्स भन्नेमा क्लिक गर्छौँ। गिभन नेम भन्नेमा तपाईँको पासपोर्टमा हेरेर पासपोर्टमा गिभन नेम के छ, गिभन नेम भनेको तपाईँको अगाडिको नाम हुन्छ है। यहाँ चाहिँ अगाडि नै त्यो लेख्नु लाउँछ। जस्तो मेरो नाम मन श्रेष्ठ हो भनेपछि यहाँ अगाडि नै मैले मन लेख्नुपर्छ र लास्ट नेम श्रेष्ठ लेख्नुपर्छ है। त्यसो हुँदाखेरि अनि तपाईँले यहाँ केही ठुलो क्यापिटल लेटर गरिरहनु पर्दैन है। तपाईँले टिक्क यतातिर थिचिदिनुहोस्, त्यो आफै क्यापिटल बन्छ है, बुझ्नुभयो, क्यापिटल बन्छ है। सो अनि मेलमा टिक्क गर्ने। त्यस पछाडि नेसनालिटी चुज गर्ने। नेसनालिटी के हो, हाम्रो नेपाल हो होइन। नेपाल भइसके पछाडि डेट अफ बर्थ। अब डेट अफ बर्थ चाहिँ मैले के गर्छु, मेको 15 म 1970 तिरको 71 को मान्छे हो है म 1971 को मान्छे है, म धेरै बुढो भइसक्यो। त्यस पछाडि अब हामीले के गर्छौँ, यसलाई सेभ गरिदिन्छौँ। अनि यहाँ हेर्ने यो ठिक छ, तिम्रो पासपोर्टको आधारमा ठिक छ भन्छ। यतिखेर तपाईँले यहाँनिर के गर्नु खोज्नुहुन्छ, पासपोर्ट नम्बर राख्ने ठाउँ आएन त भन्नुहुन्छ। तपाईँले के पनि डराउनु पर्दैन, पासपोर्ट नम्बर राख्ने ठाउँ आएन, ड्याम केयर, तपाईँ जस्ट अगाडि बढ्नुहोस्। किनभने पासपोर्ट नम्बर अनिवार्य छ भने उनीहरूले यहाँ राख्ने ठाउँ दिन्छ, होइन भने हामीलाई कुनै पनि आवश्यकता पर्दैन। पासपोर्ट नम्बर जब तपाईँको फ्लाइट चाहिँ ट्रान्जिट पोइन्टमा डबल ट्रान्जिट हुन्छ अनि त्यतिखेर चाहिँ तपाईँलाई जस्तो चाइनाको पनि इस्टर्न एयरलाइन्स एयर चाइनाहरूमा बाहिर निस्किनु पर्ने हुन्छ, त्यतिखेर तपाईँलाई पासपोर्ट नम्बर माग्छ। नत्र भने प्राय मागेको हुँदैन है। माग्यो भने राख्नु होला, नमागे पनि चिन्ता नगर्नु होला। अब के गर्ने, सर र यहाँ तल झरेर एकचोटि चाहिँ के गर्ने, ब्यागेज हामीले हेर्नुपर्छ है। सर र तल झर्दाखेरि यहाँनिर ब्यागेज अलाउन्स भन्ने हुन्छ नि, यहाँनिर टक्क हेर्ने, एड भन्ने ठाउँमा हेर्ने है। के छ भन्दाखेरि यो 23 केजीको ब्यागेज हामीसँग 23 को डबल ब्यागेज छ। थप्ने हो भने यति पैसा लाग्छ, अर्को थप्ने हो भने। यो चाहिँ इन्चनदेखि काठमाडौँ भयो। अब रिटर्नको यता टिक्क थिच्ने, यहाँ पनि के छ, डबलै छ। यो अनिवार्य चेक गर्नु होला है, ब्यागेज कुनै कुनैमा रिटर्नमा हुँदैन के। सो यहाँ तल झरेर बाई प्रोसिडिङमा टिक्क गरिदिने अनि के गर्ने, कन्टिन्यू गर्ने। कन्टिन्यू गरिसके पछाडि तपाईँलाई यो कुनै पनि इन्सुरेन्सहरू अहिले गर्नु पर्दैन, पैसा एड हुन्छ। तपाईँहरूको धेरैजनाको पैसा एड भएको कारण यही हो है। कन्टिन्यू विथ कभरेज गर्नु हो भने के भन्छ, तपाईँको पैसा एड हुँदैन। एड इन्सुरेन्स गर्नु हो भने पैसा एड हुन्छ। अब तपाईँको के भयो, पैसा नथपिकन अगाडि गयो है। अनि यहाँनिर फ्रीमा सिट बुकिङ गर्ने कुनै पनि छैन। फ्रीमा सिट बुकिङ गर्ने हो भने यहाँ निलो छ, यसमा पैसा लाग्छ, यहाँ हरियो हुन्छ र त्यहाँ फ्री लेखेको हुन्छ। त्यही खालको सिट यहाँ पछाडि हरियो लेखेको सिटहरू जस्तो कुनैमा रिटर्नमा छ कि, म हेर्छु एकचोटि ल। छैन, रिटर्नमा पनि छैन। सो हामीले यतिखेर कहीँ सेलेक्ट नगरी सिट सेलेक्सन चाहिँ स्किप गरिदिन्छौँ। अब हामीले यता केही पनि एड गर्दैनौँ, जस्ट नेक्स्ट गरिदिन्छौँ। नेक्स्ट गरिसके पछाडि अब तपाईँले एकचोटि आफ्नो डिटेल्स चेक गर्नुपर्छ। यहाँनिर डिटेल्स भन्ने हुन्छ, त्यहाँ चेक गर्नु होला। हामी के गर्छौँ, इन्चनदेखि दिल्ली, दिल्लीबाट काठमाडौँ जान्छौँ, पुग्यौँ। फर्किँदाखेरि काठमाडौँदेखि दिल्ली, दिल्लीबाट इन्चन आउँछौँ, कम्प्लिट हो होइन। प्यासेन्जर डिटेल्समा त मेरै छ र कन्ट्याक्ट इन्फर्मेसनमा पनि मेरै छ। अब त्यस पछाडि हामी के गर्छौँ भन्दाखेरि ब्यागेज चेक गर्छौँ, आउने जाने ठिक छ होइन। हाम्रो यहाँनिर फेयर यति हो,
ट्याक्स चाहिँ यति हो भनेर ट्याक्क देखाएको छ। अब हामीले के गरिदिने भन्दाखेरि सर्र झरेर यहाँ नजिक है के गर्ने भन्नुहुन्छ भन्दाखेरि यो क्रेडिट एन्ड डेबिट कार्ड भन्नेमा टिक्क गर्छौँ अनि त्यस पछाडि पे विथ न्यू कार्ड गर्छौँ। यहाँ नजिक हाम्रो अब चाहिँ कार्डमा जे छ जसरी नाम छ जस्तो अब यसको कार्डको नम्बर राखिदिने होइन। अनि नाम चाहिँ यो कार्ड नम्बर के भयो भन्दाखेरि अनि यहाँ के गर्ने भन्दाखेरि मैले जे ऱ्यान्डमली राखेको हो नि त नमिलेर केही फरक परेन। यहाँ तल नाम चाहिँ अब श्रेष्ठ मन हुन्छ किनभने कार्डमा ठ्याक्कै अपोजिट हुन्छ। अनि तपाईको यो एक्सपाइरेसन डेट हुन्छ 12/30 अथवा केही हुन्छ सीबीसी 3 अङ्कको हुन्छ त्यहाँनेरि सीबीसी लेखेको हुन्छ। त्यति गरेर पे गरिदिनु भने तपाईको टिकट कम्प्लिट हुन्छ। अब टिकट कम्प्लिट भइसके पछाडि तपाईको टिकट कहाँ आउँछ भन्दाखेरि तपाईको टिकट सिधै आउँछ तपाई सिधै होममा जानु होला यो माई ट्रिप्स भन्नेमा पुग्छ। माई ट्रिप्समा टिक्क गर्नु होला। अब यहाँ तपाईले आफ्नो टिकटहरु देख्नुहुन्छ है आफ्नो टिकटहरु यहाँ प्रष्ट देख्नुहुन्छ। जस्तो मैले एयर इन्डियाकै देखाइदिन्छु। एयर इन्डियाको यस्तो हुन्छ। अब यस्तोमा चाहिँ के गर्ने भन्दाखेरि चाहिँ यहाँ जहिले पनि तपाईले यो बीचमा थिच्नु हो भने सिधै कहाँ पुग्छ भन्दाखेरि यो फ्लाइट बुक भएको ठाउँमा पुग्छ हैन। यहाँबाट म्यानेज गरेर चाहिँ तपाईले आफ्नो क्यान्सल चेन्ज अनि त्यस पछाडि यहाँबाट यो यसमा थिचेर तपाईले पटक पटक आफूलाई पीडीएफ मा टिकट पठाउन सक्नुहुन्छ। फ्लाइट स्ट्याटस हेर्न सक्नुहुन्छ हैन। मिल्सहरु एड गर्न सक्नुहुन्छ। खानाहरु एड गरेर तपाई कस्तो खालको खाना खाने सबै यहीबाट गर्न मिल्छ। मतलब सबै तपाईले यहाँबाट हेरिरहन पाउनुहुन्छ। यो बीचमा थिच्नु हो भने यो फ्लाइट स्ट्याटसमा थिच्नु हो भने तपाईको यहाँनेरि कहिले उड्ने हो कहाँ जाने हो कुन ब्लकबाट चेक इन हुने हो कुन गेटमा बाट फ्लाइट हुने हो ब्यागेज कुन गेटमा आउने हो सबै यही राखिदिएको हुन्छ। सो तपाईले यहाँबाट आफ्नो सबै कुराहरु चेक गर्न सक्नुहुन्छ। यसरी तपाईले दशैं तिहारको टिकटहरु चाहिँ फ्लेक्सिबिलिटी एड भएको कम के हुन्छ पैसा जाने कम्ती मात्रै क्यान्सल गर्दा पनि पैसा जाने चेन्ज गर्दा पनि पैसा कम लाग्ने खालको टिकटहरु बुकिङ गर्नु हो भने तपाईको भोलिको दिन लगभग मलाई जहाँसम्म लाग्छ दशैं तिहार सम्ममा बढ्ने टिकटहरु अहिले बुक गर्दाखेरि तपाईलाई धेरै फाइदा हुनेछ। यसरी हामीले अब दशैं तिहारको टिकट पनि काट्न जान्यौ हैन। अन्य टिकटहरु जस्तो अब चाहिँ हामीले कलेक्ट एन्ड रिचेकको पनि म फेरि थप भिडियो ल्याउँछु। अगाडि पनि ल्याइसकेको छु। दशैं तिहारको लागि पनि कलेक्ट एन्ड रिचेकबाट पनि मैले भिडियो बनाउँछु। अन्य भिडियोहरु पनि छ तपाईले हेरेर केही हेरेर अलि धेरै हेरेर चाहिँ बल्ल टिकटहरु काट्नु सुरु गर्नुभयो भने पनि हुन्छ। र मैले अहिले बनाएको भिडियोलाई तपाईले सुरुदेखि अन्तिमसम्म हेरेर काट्नु भयो होला कतिले काट्नु भएको छैन भने फेरि हेरेर हैन कन्फर्म गर्नु भन्दा अगाडि फेरि एकचोटी फर्केर फेरि ट्राई गर्नुस् क्या 2-3 चोटी ट्राई गर्नुस्। त्यसपछि तपाईले जान्नुहुन्छ र अर्कोचोटी देखि तपाईलाई कसैले पनि सहयोग गर्नु पर्दैन। हस् त धन्यवाद। आजको भिडियो कस्तो लाग्यो तपाईलाई राम्रो लाग्यो भने कृपया लाइक कमेन्ट र शेयर पनि गरिदिनु होला। साथीहरु सामु पुर्याइदिनु होला जो आपद विपदमा पर्नुहुन्छ पछाडी उहाँहरुलाई केही हेल्प हुन्छ कि भन्ने र मैले चाहिँ भिडियोहरु बनाउने गर्दछु। सो तपाईले कृपया मेरो भिडियोलाई शेयर पनि गरिदिनु होला। लाइक गरेर कमेन्ट पनि च्यास्स छोडिदिनु होला है त भन्दै आजको भिडियोबाट बिदा हुन्छु। हस्त नमस्ते बाइ टेक केयर।